हेलो एभ्रिवान, आज चाहिँ स्याटरडे अनि स्याटरडे के गरेर बसौँ भनेर अल्छी लागिरहेको थियो हामी मामु छोरालाई। त्यस पछाडि अचानक हामीलाई चाहिँ यो फिस टनेल छ रे भक्तपुरमा भन्ने थाहा पायौँ हामीले। अनि हामी गयौँ हैन। गइसके पछाडि त्यहाँनिर बहिनीहरूसँग भेट भयो, बहिनीहरूलाई बोलायौँ, उनीहरू हामीलाई गेटमा कुरेर बसिरहेको रहेछ। त्यसपछि भित्र छिर्यौँ अनि के रहेछ भनेर हेर्दै जाँदाखेरि हैन मेन चाहिँ यहाँको फिस टनेलै थियो, बाँकी मेला पनि लागिरहेको थियो। अनि त्यहाँनिर चाहिँ क्यास बिना टिकट पाइँदैन रहेछ। अनि गएर पैसा निकाल्यौँ हैन, अंशुले पैसा निकाल्नु भयो अनि हामी सिधै गयौँ फिस टनेलमा फिस हेर्नको लागि, किनभने हामी त स्पेशली फिस हेर्नको लागि आएको नि त। अंशुलाई चाहिँ एकदम धेरै फिस मनपर्छ, तर यति धेरै क्राउड थियो। सुरुमा त क्राउड देखेर माई सातो पुत्लो फ्लाइङ। अनि त्यही पनि हामी भित्र छिर्यौँ अनि फिस हेर्दै हेर्दै अगाडि बढ्यौँ। स्टार्टिङमा त रमाइलो फिल भएको थियो हैन। अनि अझै भित्र गइसके पछाडि अझै राम्रो होला भनेर एक्साइटमेन्ट एकदमै धेरै थियो। अनि गयौँ हेर्दै हेर्दै। अनि त्यहाँ चाहिँ सानो सानो एक्वेरियमहरू राखेको थियो हैन। मलाई फिसहरूको नेम चाहिँ आउँदैन, तपाईहरु आफै हेरेर चिन्नु होला। अनि अंशु चाहिँ फिस हेरेर एकदमै धेरै इन्जोय गरिरहेको थियो। उसको सानीले उसलाई हेरिरहेको थियो, म चाहिँ भिडियो खिच्नमा व्यस्त थिएँ नि त। अनि हेर्यौँ हैन, भिडियो बनायौँ। क्राउडले गर्दा त्यसो राम्रोसँग त बनाउन पाइएन। तपाईहरुलाई नि फिस मनपर्छ भनेदेखि चाहिँ यसलाई चाहिँ सार्क भन्छन् क्यारे। अनि फिस मनपर्छ भनेदेखि चाहिँ जान सक्नुहुन्छ, तर त्यस्तो धेरै हाई एक्सपेक्टेसन राखेर चाहिँ नजानु होला। तर रमाइलो छ हैन, बच्चाहरुको लागि स्पेशली अलि रमाइलो छ। हामी ठुलो मान्छेलाई भन्दा पनि रमाइलो भएको थियो। मैले चाहिँ इन्जोय गरेको थिएँ, तर त्यस्तो धेरै सोचे जस्तो चाहिँ छैन हैन समग्रमा। अनि एक त क्राउडले गर्दा फोटोसोटो खिच्न पाइएन, त्यही हल्का फुल्का भिडियो बनाएर। अनि यो चाहिँ जुङ्गे माछा ऊ चाहिँ अंशु चाहिँ उसलाई हिँड भनिरहेको थियो हैन। ऊ चाहिँ हिँडिरहेको थिएन, बिचरा ठाउँ एकदम सानो, फिसहरूलाई जबरजस्ती ल्याएर होल्दैछ हैन। सास फेर्न नि गाह्रो भएर कति त मरि पनि राखेको देखेको थिएँ। अनि अलिकति व्यवस्थापन चाहिँ थिएन, नत्र अरू सबै ठिकै थियो। अलि पुगेन सोचे जस्तो गर्नलाई। फिस पनि अलिक कमै थियो टनेलभित्र। अनि मैले पनि हेरेँ अनि इन्जोय गरेँ। त्यहाँनिर हेर्नु न, फिसै देखिया छैन, फिस कम राखेको छ कि यिनीहरूले अलि धेरै राख्नुपर्ने हैन। अनि फिस थोरै थियो। अनि उसलाई फेरि फिस छुन मन लाग्यो अरे। अनि मैले बोकेँ। अनि अंशुको सानी पनि भिडियो बनाउन मस्त थिए हैन। अनि हामी बाहिर निस्क्यौँ। अनि उसलाई गाडी खेल्न मन लाग्यो, गाडी खेल्यो। त्यसपछि त मेरो आँखा पर्यो रोटेपिङमा। मलाई के थियो र रोटेपिङ मलाई एकदमै मनपर्छ, तर मलाई हाइट फोबिया छ हैन। फेरि पनि मलाई रोटेपिङ चाहिँ मनपर्छ। अनि मलाई खेल्नु पर्यो, तर विडम्बना मेरा बहिनीहरूलाई रोटेपिङदेखि डर लाग्छ। अनि म एक्लै भएँ, मसँग कोही पनि साथी भएन। नभए पनि मैले एक्लै टिकट काटेँ। अनि त्यो चलाउने रोटेपिङ चलाउने दाइ है, उहाँ दाइ मसँग साथी बस्नुभयो। दाइलाई रिक्वेस्ट गरेको म बस्छु भनेर, अनि भिडियो पनि खिचिदिनु भयो हैन उहाँले। बिचरा दाइ कति सपोर्टिभ। अनि माथिको भ्यू वाउ, जस्ट वाउ। धेरै पछि मैले आफ्टर 2 इयर्स पनि बेसी भयो होला मैले रोटेपिङ खेलेको है। अनि रोटेपिङ खेल्यौँ। अनि दाइलाई नै भिडियो बनाउन लगाएको मैले चाहिँ। दाइले पनि बनाइदिनु भयो कति मजाले, बिचरा कति राम्रो दाइ, थ्याङ्क यू दाइ। अनि खेलिसक्यौँ। अनि त्यसपछि मेरो बहिनीको एकदम धेरै टाउको दुख्छ, जहाँ गए पनि टाउको दुख्यो जम्न। इभन म माथि हुँदा नि मलाई फोन गरिरहेको थिएँ। अनि जानुभन्दा अगाडि भोक लागिसक्यो। हामी चाहिँ खाजा खाएर जाउँ अब भनेर। अनि खाजा खान छिर्यौँ। मेरो छोराको एकदम फेभरेट भनेको पिज्जा। मेरो बहिनीलाई त जहाँ गयो नि चटपटे भए पुग्छ। अनि हामी घर फर्क्यौँ। अनि सक्यो। यसरी आजको हाम्रो दिन बित्यो। गुड नाइट।